नमस्ते, म एसबी पौडेल यहाँहरूलाई नेपाल स्टक इन्फोमा हार्दिक स्वागत गर्दछु। आज म तपाईहरुलाई निर्वाचन आयोगमा हाम्रो मतदाता कार्ड कसरी बनाउने भन्ने विषयमा बताउन गइरहेको छु। विदेश तथा विदेश जुनसुकै ठाउँबाट पनि तपाईको नेशनल आइडी कार्ड राष्ट्रिय परिचय पत्र नम्बर छ भने अनलाइनको माध्यमबाट सजिलैसँग बनाउन सक्ने भएको छ। हाल मात्रै निर्वाचन आयोगले आफ्नो सिस्टमलाई एनआईएन सँग इन्टिग्रेट गरेसँगै यो सुविधा सहज रूपमा उपलब्ध हुन थालेको छ। त्यसैले गर्दा तपाईहरुले पनि आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर प्रयोग गरेर अनलाइनको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटरबाट सजिलैसँग यो दर्ता गर्न सक्नुहुनेछ। यसको प्रक्रियाको बारेमा म तपाईहरुलाई अब मोबाइलको स्क्रिनमा सम्पूर्ण कुराहरू देखाउने छु। मोबाइलमा हेर्नुहोला। election.gov.np मा जानुस्। त्यहाँनेरि गएर यहाँनेरि फर्स्टमा छ मतदाता नावली प्री रजिस्ट्रेसन छ, यसमा क्लिक गर्नु होला। यसमा गरिसकेपछि अलिकति मुनि सार्नुस्, नयाँ दर्ता लेखेको छ, यो नयाँ दर्ता लेखेकोमा क्लिक गर्नु होला। यहाँनेरि माथि लेखेको छ तपाईहरु कतिको मिस्टेक भएको छ भन्दाखेरि यहाँनेरि नाममा मिस्टेक भएर सक्सेस भएको छैन। सबैभन्दा पहिला एनआईएन नम्बर यहाँनेरि तपाईको राष्ट्रिय परिचय पत्र नम्बर, नेशनल आइडी कार्ड नम्बर यहाँनेरि राख्नुस्। त्यसपछि जन्ममिति हाम्रो अंग्रेजीमा लेख्नु होला, 2000 मैले लेख्दै छु यहाँ। पछाडी मुनि नाम लेख्नुस्। धेरै साथीहरुको यहाँनेरि सक्सेस नभएको कारण चाहिँ यो नामको ठाउँमा तपाईले फुल नाम लेखेर हो, फुल नाम हैन फर्स्ट नेम तपाईको नामको नेशनल आइडी कार्डमा भएको नामको पहिलो 4 अक्षर 5 अक्षर कतिवटा अक्षर छ त्यो नाम लेख्नु होला। तपाईले फुल नेम लेख्नु भयो भने हुँदैन। त्यो भन्दा मुनि सही उत्तर मिलाउन लेखेको छ। यसमा चाहिँ प्रत्येक पटक फरक आउँछ। यसले मेरो यहाँ 3 प्लस कति लेखेछ यहाँ, मैले 3 6 हुन्छ लेखे यहाँ। र यसपछि चाहिँ एनआईएन बाट प्रमाणीकरण गर्नुहोस् लेखेछ, यसमा क्लिक गर्नु होला। धेरै साथीहरुको यसमा यो भइरहेको छैन, किन भन्दा तपाईहरुको नाम राख्नमा मिस्टेक भएर यस्तो भइरहेको छ। त्यसपछि तपाईहरुको यो आउने छ। अब यहाँनेरि तपाईको बागमती प्रदेश मेरो पहिलाको एनआईडी मा के जे छ त्यो सबै त्यसमै आउँछ। यसमा मैले फेरि नेक्स्ट यहाँनेरि चाहिँ लास्टमा यो मतदाता केन्द्र चाहिँ छान्नु पर्ने रहेछ, यहाँ छान्नुस्। त्यसपछि नेक्स्ट गर्नुस्। त्यसपछि फेरि मेरो नामको विवरण सबै आयो यहाँनेरि हेर्नु होला। नामहरु के छ यो सबै देखाएको छ। जस्तो मेरो यहाँ पहिलो नाम, बीचको नाम, बुवाको नाम, आमाको नाम, बाजेको नाम सबै यहाँ देखाएको छ। यसलाई चाहिँ सबै लेख्नुस् र मोबाइल नम्बर चाहिँ यहाँनेरि अनिवार्य लेख्नुस्। एउटा मोबाइल नम्बर तपाईको 97 यो मेरो भयो र इमेल एड्रेस पनि तपाईहरुले लेख्नु होला। यति गरिसकेपछि फेरि नेक्स्ट गर्नुहोस्। नागरिकता नम्बर विवरण सबै आउँछ, यो सबै विवरणहरु भर्नुहोस् र यहाँनेरि सबै यसमा पहिला तपाईको राष्ट्रिय परिचय पत्रमा जे छ त्यही अनुसार तपाईहरुले पनि यसमा भर्दै जानु होला। यति भरिसकेपछि तपाईले फेरि यसमा चाहिँ मतदाता स्थल यहाँ आउँछ। यहाँनेरि पनि तपाईले गाउँ टोल लेखेको छ। यहाँनेरि हाम्रो चाहिँ सबै सेम हो, त्यसलाई मैले सबै सेम लेख्दै यहाँनेरि हेर्नु होला। माथि अस्थायी भयो, माथिको नागरिकता भएको विवरण भयो, मुनि यो भयो हैन। यसलाई पछि नेक्स्ट गर्नु होला। नागरिकता नम्बरको किसिममा चुज गर्नुपर्ने रहेछ, यहाँ चुज गर्नुस्। त्यसपछि यहाँनेरि सबै आयो, मैले तपाईहरुलाई हाइड गर्छु, सबै आयो, केही बाँकी छैन यहाँनेरि। यसपछि नेक्स्ट गरे मैले। तपाईको यहाँनेरि अर्को स्टेपमा आयो, तपाई अपाङ्ग हो लेखेछ, होइन हो के छ यसमा त्यही लेख्नु होला हैन। यसमा ल मैले अर्को होइन लेखे। अब यहाँनेरि तपाईको मातृभाषा छान्नुपर्ने हुन्छ। मातृभाषा तपाईहरुको के हो, मेरो चाहिँ नेपाली हो र विभिन्न हुन्छ आफ्नो आफ्नो हैन, विभिन्न छ यहाँनेरि तपाईहरुको बान्तवा शान्तवा के छ हैन, आफ्नो आफ्नो छ, त्यो अनुसार सबै भर्नु होला तपाईले यहाँनेरि। यति गरिसकेपछि यहाँनेरि वर्ग समूह लेखेछ यहाँनेरि। यसमा तपाईको कुन वर्ग समूह पर्नुहुन्छ, आदिवासी, दलित, खस आर्य, मधेसी, मुस्लिम, थारू लेखेछ। म चाहिँ खस आर्यमा परे। शैक्षिक योग्यतामा तपाईहरुले यहाँनेरि लेख्नुपर्ने हुन्छ। शैक्षिक योग्यता तपाईहरु के हो यसै अनुसार लेख्नुस् र यहाँनेरि यसपछि नेक्स्ट गर्नुस्। मैले चाहिँ यहाँनेरि एसएलसी एसई लेखे हैन। यति गरिसकेपछि मैले यसलाई नेक्स्टमा गरे। तपाईको यहाँनेरि सम्पूर्ण विवरण यहाँ आइसकेछ, हेर्नु होला। हामीले भरेको विवरण यहाँ सबै देखाउँछ। मेरो जुन मेरो एनआईएन मा थियो त्यही आउँछ। तपाईहरुले पनि यसलाई सबै कुरा भर्नुस् र यति भरिसकेपछि तपाईहरुले यसलाई दर्ता गर्नुहोस् लेखेछ हैन। यहाँनेरि तपाईहरुको फेरि चेक गर्नु होला। यसमा
नाममा सबै छ कि छैन सबै हेर्नु होला एकचोटि सर र सबै ठिक छ भने तपाईँले यहाँनिर दर्ता गर्नुहोस् र क्लिक गर्नु होला। मेरो चाहिँ दर्ता चाहिँ आवेदन नम्बर यति 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 यतिमा भइसकेछ भनेर चाहिँ यसमा भनेछ। यसमा चाहिँ यस र नो यस गरेँ मैले। यति गरिसकेपछि हाम्रो दर्ता प्रक्रिया पुरा भइसकेको छ। त्यसै गरी तपाईँहरूले पनि आफ्नो निर्वाचन आयोगमा भोटर आइडीको लागि यही प्रक्रियाले दर्ता गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो युट्युब च्यानल नेपाल स्टक इन्फोलाई सब्सक्राइब गर्नुहोला। हवस् त नमस्ते।